हेलो एभ्रिवान, वेलकम टु माई मिनी भ्लग। आज चाहिँ हामी सबै परिवार मिलेर माइ जाँदैछौँ। अनि म चाहिँ रेडी हुन लागि अनि शिवान्सीले चाहिँ उसको बाबाले रेडी गर्नुहुँदैछ अनि हामी चाहिँ रेडी भइसक्यौँ। अनि गाडी पनि आयो, त्यही भएर हामी तल गएर गाडीमा बस्यौँ। अनि शिवान्सी चाहिँ उसको काकासँग मस्त बसिरहेको थिएँ। अनि हामी चाहिँ माइ मेरो देवरको भागल थियो कपाल काट्ने, अनि त्यही भएर जान लागेको हो भागल पुरा गर्नको लागि। अनि हामी चाहिँ माइ पुग्यौँ। सुरुमा चाहिँ खोलामा गएर पूजाआजा गरेर मात्रै मन्दिर जाने चलन छ। अनि हामी पनि सुरुमा खोलामा गएर आफ्नो हात खुट्टाहरू धोयौँ। नुहाउन चाहिँ पोसिबल थिएन है, यस्तो चिसो थियो। अनि नानी हामी चाहिँ घरमै नुहाएर गएको थियौँ। अनि नानीलाई पनि मैले हात खुट्टाहरू धोइदिएँ, सबैजनाले त्यस्तै गर्नुभयो। अनि त्यस पछाडि पूजाआजाहरू गर्न थाल्यौँ। अनि पूजा गरिसकेपछि देवरको कपाल काट्ने बेला आयो। अनि त्यस पछाडि मेरो हस्बेन्डले कपाल काटिदिनु हुँदैछ। अनि कपाल काटिसकेपछि हामी चाहिँ मन्दिर जाँदैछौँ भागल सम्पन्न गरेर, अनि मन्दिर दर्शन गर्नु भनेर। अनि त्यस पछाडि यो चाहिँ हाम्रो माई मन्दिर। हजुरहरू को जानुभएको छ कमेन्ट गर्नु ल। मेरो छोरीको चाहिँ यो फर्स्ट टाइम थियो कुनै पनि मन्दिर भिजिट गरेको, ऊ चाहिँ आएकै थिएन। अनि त्यस पछाडि शिवान्सीलाई हामीले मजाले दर्शनहरू गरायौँ। अनि उसको नाममा केही पैसा दान पनि गरिदियौँ मन्दिरको लागि। अनि त्यस पछाडि हामी सिधै गयौँ दमकको थकाली किचन, किनभने हामीलाई एकदमै धेरै भोक लागिरहेको थियो। अनि त्यहाँ चाहिँ खानाहरू एकदम राम्रो पाउँछ। हामी पहिलादेखि नै त्यही खान्थ्यौँ कि कहीँ टाढा गएर आयौँ। अनि त्यस पछाडि चाहिँ हामी सरासर गरायौँ। बाई बाई, थ्याङ्क यू फर वाचिङ।